म नै यस्तो मान्छे होला जो 40-45 कटिसकेर पनि सबै किसिमका फलफुल सबै किसिमका खानेकुराहरू असाध्यै नै मन नपर्ने मन नपर्ने भन्ने मलाई केही पनि छैन। फलफुल जे जस्तो भेट्छ त्यस्तो सबै किसिमको इभन तितो पनि कुनै टर्रो तितो हुन्छ नि त्यो खालको फलफुल पनि मलाई मनपर्छ। आजको म यो बयर आफ्नै बारीको हो, बाँकी केही कतै कतैबाट ल्याएको हो र फलफुलसँगै मिठाई पनि रुच्छ। मिठाई होइन के हो, गुलाब जामुन। हाम्रो स्वास्थ्यको लागि के खाने के नखाने भनेर यति धेरै कन्सियस भइराख्दाखेरि खानुपर्ने कुराहरू पनि धेरै अपुग भएको हुँदो रहेछ जस्तो लाग्छ मलाई अरूलाई देख्दा। तर मलाई एकदमै होसियार रहनुपर्ने यो खानेकुराहरू नखाने, यसले पेट पोल्छ, यसले टाउको दुख्छ, यसले यस्तो हुन्छ भन्ने खालको भएको छैन अहिलेसम्म। सबै किसिमका सँगसँगै मिलाएर तातो चिसो गुलियो अमिलो टर्रो सबै किसिमको खान सक्छु। यो हाम्रो बारीमा फलेको भएर छ नि यति धेरै अमिलो टाइपको छ। यो अझै पाकेको छैन होला, अझै अलिकति ठुलो हुन्छ, छिपेको छैन होला, त्यो भएर होला। अनि स्ट्रबेरी त आफ्नो बारीमा छैन, तर बाहिरबाट ल्याएको त्यो पनि अमिलो न अमिलो रहेछ। यसमा भएको फलफुलहरू के अमिलो छ, यो फलफुललाई अमिलो बनाउन सँगसँगै गुलाब जामुन पनि खाइरहेको छु। खासमा सबै किसिमका खानेकुराहरू तातो चिसो गुलियो पिरो अमिलो टर्रो सबै किसिमको सहजै खान सक्छु। फलफुल स्वास्थ्यको लागि असाध्यै फाइदा छ। त्यसमा पनि आफ्नो बारीमा आफ्नो घरको आसपासमा भइरहेको अर्ग्यानिक खानेकुराहरू सबै हेल्दी हुन्छ। आफूलाई रुचिको खानेकुरा सबै खानुपर्छ समयअनुसार। यसले यो गर्छ होला, त्यसले त्यो गर्छ होला, मेरो पेट पोल्छ, मेरो मुटु पोल्छ भन्दै गएर खानेकुरा बाँड्दै जाँदै गर्दाखेरि खासमा हामीलाई पौष्टिक कुराहरूको पनि कमी छ र त्यसले झन् समस्या हुन्छ। त्यसैले म त अहिलेसम्म भेटेको खानेकुराहरू सबै नै खाने गर्दछु। मुला पनि म मनपर्ने मान्छे परेँ। मुला काट्दै जाँदा अचार बनाउने बेला काट्दा आधा जति खाइसक्ने। मुला, गाजर, काँक्रा, पोका, बर्सी सबै किसिमको खानेकुरा मनपर्छ। त्यसमा झन् आफ्नो बारीमा फलेको भन्यो भने मलाई किरा लागेको पनि आधा काटेर खान सकिहाल्छु। मलाई बाहिर टाढाबाट ल्याएको त्यो कार्टुनमा त्यो यता गर्दा उता गर्दा कहाँ खस्छ होला, कस्तो ठाउँमा खस्छ होला, कस्तो धुलो लाग्छ होला भनेर एकदम सिकसिक लाग्छ, एकदम धेरै धुनुपर्छ। र आफ्नो बारीमा फलेको अथवा अरूको बारीमा फलेको पनि मैले आफ्नै अगाडि टिपेर ल्याउन पाएको छु भने त्यसलाई म सजिलै खान सक्छु। कोही पानीमा 1-2 पटक मात्रै धोएर खान सक्छु भने टाढाबाट ल्याएकोलाई मलाई धेरै गाह्रो लाग्छ, त्यो सिक लाग्छ। तर कस्तो ठाउँमा राखिराखेको छ त्यसले पनि भर पर्छ। बाटोको छेउमा कतै छेउमा हो भने त्यो धुलो सबै बस्यो होला, कतिपल्ट बाटोमा खस्यो होला, त्यो माटोमा खस्यो होला, त्यो नालीको माटोसँग मिसियो होला भन्ने खालको सकसक लाग्छ। यो आडुबटिनीबाट ल्याएको हो, नयाँ फल देखेर चाख्न मन लाग्यो। सबै किसिमका फलफुल चाख्नुपर्ने मलाई त्यहाँ भएको बारीमा यो नयाँ लागेर लिएर आएको हो। यो खासमा हाम्रो पाहाडतिर भनेको पलम नै हो, तर यस्तो मिठो छैन, बाक्लो बोक्रा छ र त्यो भित्रको पनि त्यो पलमको जस्तो फ्रेस स्वाद छैन, कस्तो टर्रो खालको छ। यो फलफुल सँगसँगै फ्रिजमा बरफ पनि जमेको थियो। हल्का गर्मी छ, धेरै गर्मी त छैन। नेपालगञ्जमा अहिले हल्का गर्मी भइसकेछ, त्यसमा बरफ पनि टोक्न मन लाग्यो तातो चिसो सँगसँगै। अङ्गुर पनि अमिलो नै छ। आजको मेरो प्लेटमा भएको सबै जसो प्रायः जसो अमिलो टर्रो छ, तर पनि खेर केही नफालेर खाने मेरो बानी। अब भने गुलाब जामुनको पालो आयो। रेगुलर खाने त होइन, तर मैले ल्याएको थिएँ, फ्रिजमा देखेँ, खाइहाल्न मन लाग्यो।
सबै टर्रो फलफुलको साथमा एउटा यो पनि गुलियो खाइदिउँ 1-2टा। दहीसँग खानेको खासै हो, तर मैले सबै टर्रो खालको अमिलो खालको फलफुल खाएको हुनाले यत्तिकै खाइदिन्छु 1-2टा।